राजा वीरेन्द्रसँग राजा ज्ञानेन्द्रको पनि पुरै परिवारको वंशनाश गरिदिएको भए नाम कसको माथि लाउने? यी नेताहरूमाथि नाम लागेको भए देशमा के हुन्थ्यो तपाईहरु सोच्नुस् त? उथल पुथल हुन्थ्यो। जिन्दगीमा यो देशमा नेताहरूले कहिले शासन गर्न पाउँथेन। त त्यही भएर एउटा मान्छे नाम लाउनको लागि आफ्नै भाइ भयो भने झन् राम्रो। त्यही भएर राजा ज्ञानेन्द्रलाई पुरै जिउँदा छोडिएको। अब ऊ केही बोल्यो भने उसको नि वंशनाश हुन्छ कि भन्ने डरले ऊ पनि केही नबोलेर चुप्याएर बसेको छ। अब बुझ्नु भयो नि हाम्रो राजा कस्तो राम्रो छ। राजा राजा हुन्छ कि हामीले एकजना राजा फालेर नि अहिले घर घरमा राजा राखेको छौँ, गाउँ गाउँमा राजा राखेको छौँ। के त परिवर्तन भयो त? पहिला भन्दा नि घटिया स्थिति भयो, पहिला भन्दा नि भिखारी भयो हाम्रो देश। पहिला त झन् इज्जत पनि थियो, अहिले त कुनै देशले इन्डियाले पनि इज्जत गर्न छोडिदियो। पहिला राजा इन्डिया जाँदा कस्तो इज्जत हुन्थ्यो एकचोटि सोच्नुहोस् त तपाईँहरू। राजा चाइना जाँदा, राजा अरू देशहरूमा जाँदा कस्तो इज्जत हुन्थ्यो सोच्नुहोस् त। के त्यस्तो पहिला जस्तो इज्जत छ हाम्रो नेताहरूको? अलि पनि इज्जत छ नेताहरूको भन्नुहोस् न तपाईँहरू। अनि त्यही नेताहरूको तलुवा चाट्नलाई हामी अहिलेसम्म पनि लागेको छौँ। नमान्ने हामी त्यही चाटेर बस्ने। हामी वीर गोर्खाली होइन कि यही वीर गोर्खालीको काम हो भन्नुहोस् तपाईँहरू। थुक्क यस्ता वीर गोर्खाली हुनुमा, झुटोको वीर गोर्खाली भनेर नेपालीको नाम हँसाउनुमा यो नेताहरूको तलुवा चाट्ने पछाडि लाग्ने उसको पुरै दाइले वंशनाश गरियो अनि उसलाई सत्ता छिनेर पुरा नेपालमा बदनाम गरियो। त्यो बदनाम गरेर म नेपाली पनि छु, तपाईँ पनि हुनुहुन्छ। तर म सचेत अब भएँ। अब सचेत भएर म पुरै नेपाललाई सचेत गराउने कोसिस गर्दैछु। यसमा तपाईँहरू पनि सचेत गराउन चाहनुहुन्छ भने यो भिडियो सेयर गर्नु।